हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। दिदीले बनाएको सबै खाना मैले भन्न जाँदैछु। सुरुमा दाल कुकरमा हाल्नुभयो, कुकर बन्द गर्नुभयो, अनि बसाउनु भयो, सिटी लाग्यो, अनि दाल हल्लाउनु भयो, फिट्नु भयो, अनि ग्यास अन गर्नुभयो, घिउ हाल्नुभयो, अनि पड्काउनु भयो जिरा हालेर। अनि इन्डक्सन खोलेर कराईमा तेल हाल्नुभयो, अनि मासु हाल्नुभयो, पकाउनु भयो तातो। अनि प्याज काट्नुभयो, अनि प्याज हाल्नुभयो, नुन बेसार हाल्नुभयो, अनि प्याज र प्याजको पत्ता हाल्नुभयो, अनि घोल्नुभयो, अनि बन्द गर्नुभयो, अनि पिस्नुभयो लसुन र अदुवा, अनि पेस्ट यसमा हाल्नुभयो मासुमा, अनि टमाटर पनि हाल्नुभयो। लास्टमा मासु पाको, अनि मासु अनि भातको कुकरमा बिर्को लाउनु, कुकरको बिर्को, अनि चलाउनु भयो, अनि सिटी लाग्यो, अनि